नमस्ते आदरणीय तथा प्रिय साथी दाजुभाइ तथा दिदीबहिनीहरू। यति बेला हामी झारमारेको यो डाँडामा छौँ। यसलाई हामीले नयाँ नाम माउन्टेन झारमारे पनि दिएका छौँ। र यो माउन्टेन झारमारे अहिले हाम्रो छिमेकी जिल्लाहरूको बिचमा र यो हाम्रो लुकेको एउटा ठाउँ आजभोलि एउटा चर्चामा आएको छ। यो चर्चामा किन आइरहेको छ, के कारणले आएको छ भन्ने कुरा त तपाईँहरू आफै यहाँ आएर यो ठाउँलाई देखिसकेपछि, यो ठाउँको यो माटोमा उभिसकेपछि एउटा फिल हुन्छ। मलाई लाग्छ स्वर्गको एउटा नयाँ अनुभूति यहाँ फिल गर्न सकिन्छ। यहाँ विभिन्न डाँडाहरू काँडाहरू, विभिन्न छिमेकी जिल्लाहरूदेखि लिएर धेरै नेपालका अग्ला अग्ला ठुला ठुला हिमालहरूको साथमा मनोरञ्जन लिन पाइन्छ। त्यसैले तपाईँहरू यो ठाउँमा घुम्न आउनका निम्ति ढिलो नगरिकन तत्काल तपाईँ पुगिहाल्नुहोस्। बाटो अप्ठ्यारो छ, बाटो चाहिँ गाह्रो छ, त्यहाँ बाइकै आउँदैन भन्ने एउटा हल्ला छ। बर्खामा त्यो बाटो पनि बिग्रेको हुन्छ, तर अहिले बाटो यति राम्रो भइसकेको छ कि तपाईँ सर र आफ्नै बाइकमा यी ठाउँमा आएर यहाँ चाहिँ घुमेर जान सक्नुहुन्छ। यो भित्र झारमारेभित्र लुकेका जलजला बसेरा तपाईँको हलसुता लगायत विभिन्न ठाउँहरू चाहिँ छन्। त्यहाँ घुम्नका निम्ति म हार्दिक निमन्त्रण गर्दछु। धन्यवाद। यहाँ आउँदा चाहिँ खाना बस्न सबै व्यवस्था छ, त्यो अप्ठ्यारो कुनै पनि अप्ठ्यारो पर्ने छैन। यहाँ चाहिँ रिसोर्ट बनिरहेको छ, भइसकेको छ, खाना बस्न सबै व्यवस्था छ। आइदिनु हुन अनुरोध गर्दछौँ।